कारण तपाईं मेरो परमेश्वर हुनुहुन्छ कारण तपाईं मेरो परमेश्वर हुनुहुन्छ जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन आउनेछ जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन आउनेछ। यो चर्च भवन बनिन स्टार्ट भएको लगभग 1 साल कम्प्लिट भएको छ। तर म पर्सनल्ली भन्दै गर्दाखेरि चाहिँ यो भवनको सुरुवात एउटा परमेश्वरको योजना चाहिँ धेरै साल अगाडिदेखि सुरु भएको थियो। म सर्भिसमै थिएँ, म इन्डियन नेभीमा सर्भिस गर्थेँ। म अहिले फिलहाल रिटायरमेन्ट लिएको छु। अनि म सर्भिसमै हुँदै गर्दाखेरि हामी एकजना हाम्रो आन्टी हुनुहुन्छ, उषा आन्टी, आज सायद यहाँ प्रेजेन्ट हुनुहुनेछ। उहाँ हाम्रो लिङदिङ घरमा प्रार्थनाको निम्ति आउनु भएको थियो। अनि त्यो समयमा उहाँले एउटा प्रोफेसी गर्नुभएको थियो कि भाइ तिमीलाई चाहिँ म एउटा बुद्धिस्टको माझमा सेवाकाई गरेको म देख्दैछु अनि पुरा बखुहरू लाउनेको माझमा चाहिँ तपाईँ हुनुहुन्छ अनि परमेश्वरको चाहिँ तपाईँमा चाहिँ ठुलो एउटा योजना छ कि तपाईँ चाहिँ बुद्धिस्टको जग्गामा गएर सेवाकाई गर्नुपर्छ भनेर उहाँले प्रोफेसी गर्नुभएको थियो। त्यो समयमा अब साँच्चै नै हेर्नु हो भने त्यस्तो मेरो थिङ्किङै थिएन, मेरो सोचै थिएन कि म यसरी मिनिस्ट्रीमा निक्लिन्छु भनेर, किनकि म इन सर्भिसै थिएँ अनि प्लस मेरो आफ्टर रिटायरमेन्ट पनि अर्कै प्लानहरू थियो। म सेवाकाई फिल्डमा निक्लिन्छु भन्ने चाहिँ मेरो योजना थिएन। तर उहाँको प्रोफेसी चाहिँ आज आएर फुलफिल भएको मलाई लाग्छ। अनि अघि मैले भनिहालेँ, आज यो 1 सालदेखि यो भवन बनिन थाले पनि तर परमेश्वरको योजना चाहिँ धेरै साल अगाडिदेखि थियो। जय मसीह। र विशेष र मेरो मैले प्रभु पाउनुको अर्थ चाहिँ र मेरो टेस्टमनी चाहिँ यस प्रकार छ कि विशेष गरेर 8 तारिक 2024 र फेब्रुअरी र त्यो दिन चाहिँ मलाई अचानक बिहान पख स्ट्रोक भएको थियो, ब्रेन स्ट्रोक। र त्यो ब्रेन स्ट्रोक हुँदाखेरि चाहिँ म अचानक लडी पठाएछु। अनि लडी पठाएपछि चाहिँ कसैले पनि थाहा थिएन, अनि म एक्लै थिएँ र घरमा एक्लै हुँदाखेरि त्यहाँ लास्टमा एकजना छोरा टाँसी थियो अनि उसलाई उठाइकन भनिकन चाहिँ म अचानक त्यस्तो हुँदाखेरि चाहिँ म गान्तोक हस्पिटल आएँ। गान्तोक हस्पिटल आइकन चाहिँ त्यहाँ फेरि डक्टरहरूले हेरचाह गरेर त्यहाँबाट चाहिँ म फेरि त्यहाँ एकदमै आइसियुमा पुग्ने अवस्थामा पुगिगयो। अनि त्यसले गर्दाखेरि म आइसियुमा पुगेँ। आइसियुमा हुँदाखेरि चाहिँ अब अचानक त्यहाँ सबैजना परिवार मेरो छोरी ज्वाइँहरू चाहिँ त्यो बेला गोवामा थियो। अनि त्यो बेला पनि मैले खबर गरेको थिएँ। अनि त्यो बेला चाहिँ अन्त के भयो भने अचानक मलाई चाहिँ त्यहाँ 2 जना छोराहरूले र मेरो घर परिवारले अनि त्यो हेर्दै गर्दा र एकजना केटी थियो, त्यो सम्झना भन्ने बहिनी, त्यो पनि मेरो साथमा थियो। र त्यो हुँदाखेरि चाहिँ अचानक मलाई चाहिँ त्यो साइडमा चाहिँ एकजना बहिनी पनि त्यस्तै प्रकार स्ट्रोक भएको रहेछ। र सबैजना त्यो स्ट्रोक भएको हुँदाखेरि त्यहाँ चाहिँ एकजना शिला दिदी भन्ने चाहिँ एकजना चाहिँ क्रिस्चियन भेटेको थियो र उहाँले चाहिँ त्यहाँ प्रार्थना गर्दै रहेछ। अनि त्यो प्रार्थना गर्दै गर्दाखेरि चाहिँ मलाई पनि त्यो भित्रबाट त्यस्तो प्रकारको आवाज आएको जस्तो फिल भयो, किनभने मेरो छोरी ज्वाइँ पनि क्रिस्चियनै थियो। अनि त्यसले गर्दाखेरि उहाँले घुँडा टेकेर जुन चाहिँ प्रार्थना गर्नुभएको छ त्यसको उत्तर चाहिँ मैले त्यहाँ पाएँ भन्ने चाहिँ मलाई महसुस भयो। किनभने त्यो दिन चाहिँ अब मैले त्यो सम्झना बहिनीलाई चाहिँ भनेको थिएँ कि त्यो त्यहाँ प्रार्थना गर्दैछ, मलाई पनि प्रार्थना गरिदेऊ भनेर भन न भन्दाखेरि चाहिँ त्यो शिला बहिनी चाहिँ आइकन मलाई प्रार्थना गरेको थियो। अनि प्रार्थना गर्दा चाहिँ त्यो बेला मलाई भनेको थियो कि को छ तिम्रो परिवारभित्रहरू चाहिँ को छ क्रिस्चियनमा, कि तपाईँ को हो भन्दाखेरि मैले चाहिँ म त अन्य जाति हो, म त बुद्धिस्ट हुँ। र यसले गर्दाखेरि मेरो त कोही पनि छैन, मेरो छोरी र ज्वाइँ मात्र क्रिस्चियन हो भन्दाखेरि उहाँले घुँडा टेकी प्रार्थना गरेको उत्तर चाहिँ आज तपाईँले पाउनु भएको छ। र त्यसले गर्दाखेरि चाहिँ आज तपाईँ सेफ छ भनेर गर्दा चाहिँ उहाँ दिदीले चाहिँ अन्त त्यहाँबाट चाहिँ कन्टिन्यू उहाँ आइकन प्रार्थना गरिदिनु भयो। र प्रार्थना गर्दा गर्दै त्यहाँबाट आइसियुमा अरू अन्य हाम्रो
सबिनाले फोन गरिकन ज्वाइँले फोन गरिकन फेरि अरू पास्टरको आउनुभयो र उहाँले पनि धेरै विचार प्रार्थना गरिदिनु भयो। त्यो सबै प्रार्थनाको उत्तर चाहिँ आज मैले पाएको छु र यसरी म टेस्टमेन्ट दिँदैछु कि जसमा कि त्यहाँबाट पनि फेरि एक हप्ता बादमा म कलकत्ता गएँ। कलकत्ता गइकन कलकत्तामा ज्वाइँको त्यही क्वार्टरमा बसिकन 2 महिना चाहिँ कलकत्तामा बसेँ। कलकत्ता बसिकन चाहिँ त्यहाँ फेरि कलकत्तामा पनि धेरैवटा ट्रिटमेन्ट चल्यो र जुन चाहिँ गान्तोकबाट सकिँदैन भन्ने कुराहरू थियो र हात चल्दैन थियो, खुट्टा चल्दैन थियो, प्यारालाइसिस भइसकेको थियो टोटली। तर सिलगढी जाँदा पनि त्यही भनेको, सिलगढीबाट यता कलकत्ता जाँदा पनि त्यही भनेको थियो कि जसमा कलकत्तामा चल्दैन, यो हात चल्दैन, यो खुट्टा चल्दैन भनेर भनेको थियो। तर छोराले चाहिँ हरेस खाइसकेको थियो। तर पनि छोरी जहिले उहाँ टेकी प्रार्थना गरेपछि उहाँहरूको एउटा उत्साह मलाई दिनुभयो, जसमा कि होइन आफ्नो जाति हुन्छ जहाँ जसमा कि यीशुमा कुनै पनि प्रकारको उयो असम्भव छैन, सम्भव छ भन्दाखेरि चाहिँ अन्त मैले पनि विश्वास गरेँ। र विश्वास चाहिँ कसरी गरेँ भने उहाँहरूले मेरो हात चल्दैन थियो, त्यही भएर चाहिँ उहाँले मलाई एकदमै प्रार्थना गरेर भोलिपल्ट त्यो प्रार्थना अभिषेक तेल लाउँदाखेरि चाहिँ अचानक त्यो हात चल्दाखेरि चाहिँ म आफै छक्कै परेँ र छक्कै पर्दाखेरि चाहिँ अचम्मै लाग्यो। मैले छोरालाई पनि मलाई अरे यो हात हो कि यो हात हो, कुन चाहिँ हात हो मेरो हात नचल्ने चाहिँ भन्दाखेरि लास्टमा चाहिँ त्यो अभिषेक तेलले गर्दाखेरि चाहिँ साँच्चै नै जाति पाएको रहेछ। अनि म फेरि डक्टरमा गएँ। डक्टरमा गइकन मैले सोधेँ पनि, अनि डक्टरले पनि सोध्यो कि कसरी चाहिँ जाति भयो भन्दाखेरि चाहिँ अहिले सम्झिँदाखेरि चाहिँ त्यो अभिषेक तेलले जाति भएको रहेछ। र जिजसले गर्दाखेरि चाहिँ आज म यो ठाउँमा पुगेको छु, जसमा कि त्यहाँबाट 4 तारिक फर्केर म आएँ। फर्केर आएपछि फेरि मैले लोकडाउनमा जहिले भने आधारमा चाहिँ फेरि त्यहाँ 32मा लिएँ। 6 तारिक चाहिँ मैले 32मा लिएको भनेको अर्थ मैले 6 तारिक मे 2024मा चाहिँ मैले नयाँ जिन्दगी पाएको। त्यहाँबाट सुरुवात मेरो यसरी भएर चाहिँ मलाई अचानक त्यहाँबाट भित्रीबाट नै मलाई यस्तो प्रकारको एउटा उत्साह जागेर आयो कि सत्य परमेश्वर चाहिँ जिजस बाहेक अरू कोही छैन यो संसारमा भन्ने कुरो मलाई महसुस भयो। र अन्त म आफैलाई भित्रबाट त्यो महसुस हुँदाको साथमा अन्त मैले म चर्च बनाउँछु भन्ने मैले निर्णय पनि लिएँ। किनभने मैले त्यो चर्च बनाउँछु भन्ने कुरो चाहिँ निर्णय लिएकै थिएन, किनभने म चाहिँ एउटा फदमचिनको गुम्बा बनाउँदै थिएँ, एउटा गुम्बाको प्रेसिडेन्ट थिएँ। अनि गुम्बा बनाउँदै गर्दाखेरि आज यस्तो प्रकारको घटनाहरू घटेको थियो। र त्यो मात्र नभएर मैले त्योभन्दा अगाडि मेरो छोरीलाई म तिमीलाई चर्च बनाउनु निम्ति चाहिँ एउटा जमिन दिन्छु भनेर मैले भनेको थिएँ। अनि यो वचनहरू मैले सम्झिँदै जाँदाखेरि कतिवटा कुरा टेली हुँदै गयो। अनि यसले गर्दा चाहिँ होइन म आफै बनाउँछु भनेर चाहिँ अनि त्यहाँ प्रभुको आदेशअनुसार आज हुन त यो चर्च मैले बनाएको भनेर म घमण्ड गर्दिनँ, किनभने यो चाहिँ सबै कुरो प्रभुको योजना, प्रभुको एकदम आदेश आधारमा भनिएको हो। म त एउटा दास मात्रै, म त एउटा खेताला जस्तो मात्रै हो। अनि यसले गर्दाखेरि आज यो ठाउँमा चाहिँ यो भवन चाहिँ निर्मित भएको छ। र आज यो 31 तारिक 2024मा 2025मा चाहिँ आज यो उद्घाटन हुँदैछ। र यसले गर्दाखेरि म खुसी छु एकदमै, किनभने मैले जम्मै कुरो त्यागिसकेको छु। जे जति पहिले मैले स्वीकारेको थिएँ, मैले मूर्ति पूजाहरू गरेको थिएँ, मैले नचाहिने कुराहरूलाई मैले स्वीकारेको थिएँ, मैले बेविचारहरू गरेको थिएँ, यो सबै कुरालाई मैले त्यागेर चाहिँ अहिले मैले प्रभुमा आएको छु। र यो प्रभुमा आउनु भन्ने चाहिँ र क्रिस्चियन पाउनु भन्ने चाहिँ सजिलो छ, तर प्रभुको जुन चाहिँ वचनलाई आदर गरेर फलोअप गरेर हिँड्नु चाहिँ गाह्रो रहेछ। किनभने अहिले सङ्घर्ष गर्दैछु, यो सङ्घर्षबाट म निस्किँदैछु। र यसले गर्दाखेरि धेरैजना शुभचिन्तकहरूले मेरो माथि चाहिँ धेरैजनाले प्रार्थना गरिरहनु भएको छ। र यसले गर्दाखेरि यस्तो प्रकारले चाहिँ म यसरी यीशुमा आएको हुँ। र त यीशुलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। एकदमै यीशु बाहेक चाहिँ कोही छैन यो संसारमा भनेर चाहिँ मैले अझ पनि धेरैवटा सुसमाचारहरू सुनाउनु छ मेरो साथीभाइहरूसँग। किनभने म एक्लै बाँचेर हुँदैन, धेरैजना बाँच्नु छ, यो गाउँमा बाँच्नु छ, धेरैजनाको आत्मा बाँच्नु छ भन्ने हिसाबले चाहिँ मैले यो चर्चलाई चाहिँ एकदमै साथीभाइहरूसँग मिलेर र ज्वाइँ छोरीहरूसँग मिलेर सबैसँग सरसल्लाह लिएर चाहिँ आज यो भवन चाहिँ एउटा ज्योतिको खातिर यो ठाउँमा एकदमै खराब भएको छ। अनि यो एउटा ठाउँ चाहिँ यस्तो प्रकार ठाउँ जस्तो मलाई लाग्छ जसमा कि यो ठाउँ चाहिँ एउटा स्वर्ग जाने बाटो नै साँच्चै नै प्रभुले निर्माण गरिदिनु भएको जस्तो मलाई फिल भइरहेको छ। हामी यस पदमचिन चर्चमा अहिले हामी इनागुरेसनको निम्ति भेला भएको छ। र त्योभन्दा अगाडिको छोटो जानकारीमा तपाईँलाई बताउनु पर्दाखेरि विशेष गरी हामी यहाँ सर्वप्रथम पहिलाचोटि जब हामी दाइले भाइको निम्ति यहाँ विवाहको जब लिएर हामी यस ठाउँमा आएको थियौँ र त्यतिखेरदेखि नै हामीले चाहिँ यस्तो भनेर प्रभुसँग प्रार्थना गरेको थियौँ, हे प्रभु यो फदमचिन जस्तो ठाउँमा तपाईँले नयाँ वेदी र नयाँ चर्च तपाईँले खडा गर्नुपर्छ भनेर हामी त्यसलाई योजनाको साथ हामी प्रार्थना गरेको थियौँ। अनि फलस्वरूप र सबैको प्रार्थना पनि मिल्यो र तपाईँ सबैजनाले प्रार्थना गरिदिनु भयो। विभिन्न चर्चबाट विभिन्न ठाउँहरूबाट त्यो सबै कुरो जोडेर आउँदाखेरि अन्ततः परमेश्वरले हाम्रो आपाको जीवनद्वारा महान काम गर्नु पर्यो। यस भेगमा एउटा
उज्जवल स्थानमा एउटा सुनसान भएको ठाउँमा एउटा नयाँ इतिहास गर्ने प्रभुको वचनको साक्षीको साथमा वेदी खडा गर्ने प्रभुले यो समय दिनुभएको निम्ति म एकदमै आभारी छु, म एकदमै धन्यवाद दिन्छु। साँच्चै नै यो वेदीद्वारा अब आउने दिनमा यो सम्पूर्ण फरमजनमाथि परमेश्वरको राज्यको प्रकाश फैलिँदै गइरहेको म देखिरहेको छु र यस कारणले सबै परमेश्वरको योजना हो भनेर म भन्न चाहन्छु। र साथसाथै तपाईँ सबैलाई एकदमै धन्यवाद। तपाईँले प्रार्थना गरिदिनु भएको निम्ति अझै प्रार्थना गरौँ ताकि यहाँको राज्य अझै वृद्धि हुँदै गएको छ। परमेश्वर हुनुहुन्छ, कारण तपाईं मेरो परमेश्वर हुनुहुन्छ, जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन आउनेछ, जो हुनुहुन्थ्यो हुनुहुन्छ र हुन